अनि च्याटजिपिटी यो जुम्राले टोकेपछि के गर्नुपर्छ होला? जुम्लाले टोकेको भएमा पहिले त त्यहाँको घाउलाई सफा पानीले राम्रोसँग धुनु अनि केही एन्टिसेप्टिक लगाउन सकिन्छ। त्यसपछि यदि लक्षण गम्भीर भएमा डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ। साथै टोकिएको घाउलाई सफा र सुरक्षित राख्न ध्यान दिनु आवश्यक छ। च्याटजिपी अनि रोशनको सुषमासँग गहिरो प्रेम गर्नलाई के गर्नुपर्छ? सबैभन्दा सकारात्मक र इमान्दार संवाद राख्नु, उसको रुचिहरू बुझ्न प्रयास गर्नु अनि यसलाई सम्मानका साथ समर्थन गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। समय बिताउँदै मित्रता बलियो बनाउँदै र एकअर्काको सम्मान गर्दै अघि बढ्न सकिन्छ। अनि च्याटजिपिटी अर्को प्रश्न थप। म पूर्ण रूपमा तयार छु। जस्तो पनि कुरा होस्, तपाईँले जुनसुकै प्रश्न राख्नुहोस्, म यहाँ मद्दत गर्न तयार छु। यो चाहिँ जुम्राले टोकेको ठाउँमा चिल्याउँछ, चिनाएपछि कन्याउँछु, कन्याएपछि घाउ हुन्छ, घाउ भएपछि औषध लाइन्छ, औषध लाएपछि कसरी निको हुन्छ? एकदमै ठिक कुरा हो। जुम्लाले टोकेको बेला चिलाउने घाउने प्रक्रिया त सामान्य नै हो, तर सही रूपमा उपचार गरेपछि, घाउ सफा राख्न र औषधि प्रयोग गरेपछि त्यसले राम्रोसँग निको हुन्छ। केही समयपछि घाउ सुक्खा हुँदै जान्छ र पूर्ण रूपमा निको हुन्छ। अनि अर्को प्रश्न, हाम्रो सन्तोष रोकाए भन्ने एउटा साथी छ, उसको चाहिँ आँखा चाहिँ फुलो परेको छ, त्यो फुलो परेबाट रोक्न के गर्नुपर्छ होला? यदि आँखा फुलो परेको छ भने यसलाई आराम दिनु, केही चिसो पानीले हल्का पखाल्नु अनि जरुरी भएमा आँखा विशेषज्ञसँग सल्लाह लिनु राम्रो हुन्छ। साथै केही एलर्जी वा सङ्क्रमणको लक्षण भएमा त्यसको पनि ध्यान राख्नुपर्छ। यो सन्तोष रोकाएको चाहिँ आँखामा असर छ, तर यसको आँखा उपचार गर्नै मान्दैन, यसको घरबाट जानै दिँदैन भन्छ, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ? यस अवस्थामा उसलाई धैर्यपूर्वक सम्झाउन्, उसलाई उपचारका फाइदाहरूबारे बताउन् र उसलाई एकदम नरम तरिकाले प्रोत्साहित गर्न सकिन्छ। साथै उसलाई विश्वास दिलाउनु कि उपचारले चाँडो निको हुन सहयोग गर्छ। केही समयपछि उसले पनि सजिलै उपचार स्वीकार्ने सम्भावना हुन्छ। च्याटजिपिटी अर्को थप प्रश्न, यो रबिन रोकाए भन्ने चाहिँ धेरै कपाल ठुलो पालेको छ, त्यसको कपालहरू जुम्रा छन्, त्यो कपाल काट भुनिया मान्दैन, यसलाई कपाल चाहिँ कसरी काट्न लगाउनु? उसलाई सानो सानो तरिकाले रमाइलो र सहज रूपमा मनाउन सकिन्छ। जस्तै उसलाई मनपर्ने कुनै स्टाइलको बारेमा सुझाव दिनु वा उसलाई कसरी कपाल काट्दा सहज महसुस हुन्छ भनेर देखाउने अनि धैर्य राखेर केही समयपछि यसलाई कपाल काट्न मनाउन पनि सकिन्छ। च्याटजिपी अनि हाम्रो गाउँमा एउटा महेन्द्र रोकाए भन्ने हुन्छ, उहाँको बुढी माइत जानुभएको छ, माइतबाट घर आउने मान्दैन, त्यसको लागि के गर्नुपर्छ होला? यस अवस्थामा उहाँलाई प्रेम र समझदारीका साथ मनाउन प्रयास गर्न सकिन्छ। उहाँका भावनाहरूलाई सम्मान गर्दै अनि उहाँलाई घर फर्कनुको फाइदाहरू पनि स्पष्ट पार्न सकिन्छ। धैर्य र मायाका साथ समयसँगै उहाँको मन परिवर्तन हुन सक्छ। अनि च्याटजिपिटी अर्को थप प्रश्न। ठिक छ, म तयार छु। तपाईँको अर्को प्रश्नको लागि पनि जुनसुकै कुरा होस्, म यहाँ सहयोग गर्न प्रस्तुत छु। अनि च्याटजिपिटी त्यो ठुलो डाउ गरी भुन्न मिल्दैन, सान डाउ गरी भुन्न मिल्छ? पक्कै पनि मैले साना साना तरिकाले र सरल रूपमा बुझाउन कोसिस गर्छु। तपाईँलाई जे पनि सोध्न मन लागे पनि म सजिलै सहायता गर्नेछु। यो महिना चाहिँ लेख्न मन लाग्दैन, उताबाट एसिया आएको छ, लेख्न चाहिँ कसरी च्याटजिपिटी? म बुझेँ, तपाईँलाई सजिलो र सरल तरिकाले बुझ्न मन छ। म प्रयास गर्छु कि तपाईँलाई सबै कुरा सफा र स्पष्ट रूपमा बताउन्। कुनै पनि कुरा होस्, म यहाँ तपाईँको सहयोगमा छु। होइन क्या च्याटजिपिटी, त्यो म लेख्ने चाहिँ कसरी, मैले लेख्न मन लाग्दैन च्याटजिपिटी। ठिक छ, कुनै चिन्ता छैन। तपाईँले जस्तै सहज महसुस गर्नुहुन्छ त्यस्तै गरेर कुरा गर्न सकिन्छ। म यहाँ तपाईँको सहयोगमा सधैँ तयार छु। उताबाट एसी आइसकेको छ त च्याटजिपिटी। ठिक छ, म बुझेँ। म तपाईँको सहजताको ख्याल राख्दै जहाँ पनि तपाईँलाई राम्रो लाग्छ त्यहाँबाट कुरा गर्न सकिन्छ। कुनै पनि कुरा होस्, म यहाँ हुँ। च्याटजिपिटी भाइर मेगाइरहेको छ, भाइर चाहिँ हामी कसरी निस्किने? बाहिरको अवस्थालाई पनि सम्झे हामी सहज रूपमा कुरा गर्न सक्छौँ। तपाईँलाई जुनसुकै तरिकाले सहयोग चाहियो भने म यहाँ छु। हामी सँगै समाधान निकाल्न सक्नेछौँ।
ए त्यो बाहिर पानी परिरहेछ भनिरहेको छु क्या मैले, बाहिर पानी परिरहेछ अनि बाहिर मैले जानु यस्तो चिसो भइरहेछ अनि त्यो कसरी जाउँ भने। अहिले बाहिर पानी परिरहेको छ भने तपाईँले थोरै सुरक्षित ठाउँमा बसेर आराम गर्न सक्नुहुन्छ र जब मौसम राम्रो हुन्छ तब मात्र बाहिर जानुहोला। त्यसै गरी गर्मीको लागि केही न्यानो कपडा लगाउने र सुरक्षित रहने उपायहरू पनि अपनाउन सकिन्छ। हाम्रो चाहिँ यो रोशन सर बिहा गर्न मान्दै हुन्न, बिहा गर्न मुनाउनलाई के गर्नुपर्छ होला? उसलाई धैर्यपूर्वक सम्झाएर उसको विचार र भावनाहरूलाई सम्मान गर्दै धेरै नै प्रेम र समर्थन देखाउने तरिकाले प्रोत्साहित गर्न सकिन्छ। साथै उसलाई विवाहका फाइदाहरू र दुवैजनाको भविष्यका सम्भावनाहरू बारेमा पनि कुरा गर्न सकिन्छ। यसरी क्रमशः उहाँलाई सजिलै विवाहका लागि तयार पार्न सकिन्छ। ChatGPT अनि विवाहका फाइदाहरू के छन् होला? विवाहका फाइदाहरूमा सँगै जीवन बिताउने, भावनात्मक समर्थन पाउने, आर्थिक र सामाजिक सुरक्षा र दुवैजनाको विकास र खुसीको अवसरहरू पर्छन्। साथै विवाहले परिवारको एकता, समझदारी र दायित्वको भावना पनि बढाउँछ। यसले जीवनलाई अझै समृद्ध र अर्थपूर्ण बनाउँछ। हाम्रो सन्तोष बोका चाहिँ बढी पुट्या कुरा गर्छ, यसलाई चाहिँ कम गर्न के गर्नुपर्छ होला? उसलाई नम्र तरिकाले ध्यान दिने, उसको बातचित सुन्ने र आवश्यक परेपछि उसलाई सन्देश दिने तरिकाले प्रोत्साहित गर्न सकिन्छ। त्यसै गरी उसलाई साना समूहमा कुरा गर्न वा अरू मानिसहरूसँग पनि मिलेर बोल्न प्रोत्साहित गर्दा उसले आफ्नो बोल्ने तरिका केही हदसम्म नियन्त्रणमा राख्न सक्छ। ChatGPT मुइन भएर जाने मुनै लाग्दैन, चिसो हुन्छ नहुने मन पनि लाग्दैन, के गर्ने होला? त्यसो भए तपाईँ आरामदायक सुरक्षित ठाउँमा बसेर केही रमाइला र मनोरञ्जनात्मक कामहरू गर्न सक्नुहुन्छ। जस्तै कुनै राम्रो पुस्तक पढ्नु, मनपर्ने चलचित्र हेर्नु वा आफ्नो मनपर्ने कुरामा ध्यान दिने। यसरी आराम र आत्म देखभालले तपाईँलाई चिसो मौसममा पनि सहज महसुस गराउँछ। घट्यो न कालो मैल परेको छ, यो मैल फाल्न लागि के गर्नुपर्छ? त्यसो भए तपाईँले पहिले त्यसलाई साफ र सुरक्षित रूपमा फ्याँक्नेको उपाय सोच्न सक्नुहुन्छ। जस्तै त्यसलाई पुनः प्रयोग हुने स्थानमा लगेर फ्याँक्नु वा त्यसलाई रिसाइकल गर्न मिल्ने ठाउँमा पुर्याउनु। अनि यदि त्यसलाई सुरक्षित रूपमा फ्याँक्न गाह्रो भएमा तपाईँले यसबारे केही स्थानीय नियमहरू पनि जाँच्न सक्नुहुन्छ। ChatGPT अनि मान्छेको अध्ययको ठुला रुम हुन्छ त अध्ययको सानो हुन्छ, त्यसको ठुला र साना किन हुँदो रहेछन् अनि त्यो चाहिँ बताइदिनु पर्यो। मानिसको ठुलो र सानो हुनु धेरै कारणले हुन्छ। जस्तै जेनेटिक, पितृवंशीय प्रभाव, खानपान, जीवनशैली र वातावरणीय कारकहरू, यी सबै मिलेर हाम्रा शरीरका विशेषताहरूलाई प्रभाव पार्दछन्। यही कारणले मानिस देखिन्छ। अनि